क्वेशन नम्बर 3 रहेको छ व्हाट आर द रिजल्ट अफ हाई पर्सेन्टेज अफ ट्राइक्याल्सियम सिलिकेट एन्ड लो पर्सेन्टेज अफ डाइक्याल्सियम सिलिकेट इन सिमेन्ट। सिमेन्टमा ट्राइक्याल्सियम सिलिकेट हाई पर्सेन्ट हुनु र लो पर्सेन्टेज अफ डाइक्याल्सियम सिलिकेटको भयो भने यसले के रिजल्ट दिन्छ भन्यो भने यसको एन्सर हुन्छ द हाई पर्सेन्टेज अफ ट्राइक्याल्सियम सिलिकेट एन्ड लो पर्सेन्टेज अफ डाइक्याल्सियम सिलिकेट इन सिमेन्ट रिजल्ट इन एउटा हाई हुन्छ र अर्को लो हुन्छ तर रिजल्ट फेरि सेम हुन्छ। जस्तै ट्राइक्याल्सियम C3S मोर हुनु र डाइक्याल्सियम सिलिकेट लेस हुनुको रिजल्ट सेम हुन्छ। सो हेरौँ के हुन्छ। फर्स्टमा चाहिँ ऱ्यापिड हार्डनिङ हुने गर्दछ, सेकेन्डमा हाई अर्ली स्ट्रेङ्थ, थर्डमा हाई हिट अफ जेनरेसन एन्ड लेस रेसिस्टेन्स टु केमिकल अट्याक। र सेकेन्डमा हेरौँ द लो पर्सेन्टेज अफ ट्राइक्याल्सियम सिलिकेट C3S लो हुनु र डाइक्याल्सियम सिलिकेट हाई भयो भने यसले के रिजल्ट दिन्छ भन्यो भने यसले फर्स्टमा चाहिँ स्लो सेटिङ, सेकेन्डमा चाहिँ मच मोर अल्टिमेट स्ट्रेङ्थ, थर्डमा लेस हिट अफ हाइड्रेसन एन्ड फोर्थमा ग्रेट रेसिस्टेन्स टु केमिकल अट्याक। र सिमेन्ट ह्याभिङ लेसर एल्युमिनेट C3A shall have lesser initial strength, high ultimate strength, less generation of heat and cracking. The sum of percentage of tricalcium and dicalcium silicate for Portland cement varies from 70 to 80%. यो लास्ट अप्सन चाहिँ MCQ मा बढी सोधिरहेको हुन्छ, यो 70 देखि 80% भन्ने। The sum of percentage of tricalcium and dicalcium silicate for Portland cement varies from 70 to 80% भनेर